हजुरको एउटा भिडियो आएको थियो हाम्रो जेन्जी आन्दोलनको बेलामा यु वेन्ट टु द जेल रवि लामिछाने बाहिर निक्लिनु भएको थियो एन्ड यु वेयर समवान हु केम आउट अनि त्यो आउँदाखेरि के पनि भनियो भने मनिष झाले मान्छेहरू लिएर गएर जेल तोडेर रवि लामिछाने निकालियो भनेर सो व्हाट वाज एक्चुअली बिहाइन्ड द सिन यसमा भएको चाहिँ के थियो भने मलाई फोन आयो अनि म गएँ अनि अब त्यत्रो भिड छ भन्ने कुरा थाहा भयो भिडमा निकाल्दाखेरि हामीलाई त्यो कम्पाउन्डबाट गेटबाट मेन रोडसम्म इट्स लाइक हार्डली 50-60 मिटरको होला डिस्टेन्स त्यो 60 मिटर हामीलाई हिँड्नलाई आधा घण्टा लागेको थियो त्यस्तो ह्युज क्राउड थियो होइन त्यसमा मेरो नेतालाई म एक्लै छोडेर हिँड्न त सक्दिनँ होइन अनि त्यो बचायो अनि त्यहाँबाट हामी गयौँ अनि हिसाब विदाउट डकुमेन्टमा बाहिर जाँदिनँ भनेर अनि हामी एक ठाउँमा होल्ड गऱ्यौँ एक ठाउँमा होल्ड गरेपछि अनि आगजनी भयो तोडफोड भयो भन्ने सूचना आयो अनि रवि दाइले मलाई मनिष त्यो एकचोटि गएर हेर त रोक त भन्नुभयो अनि म रोक्न गएको तर मलाई नगर भन्दै थिएँ त्यतिकैमा 2-4 जनाले तपाईँबाट जानुहोस् न तर तपाईँलाई आक्रमण गर्छ भनेर भनेपछि अनि म त्यहाँबाट निस्किएँ तर 70 सेकेन्डको त्यो क्लिप बनायो जसमा 3 सेकेन्ड मलाई देखायो 67 सेकेन्ड चाहिँ आगजनी देखायो र एक किसिमको यस्तो इमेज क्रिएट गर्ने प्रयास गरियो कि यसैले सबै गरेको हो भनेर तर कार्की आयोगले अहिले आएर दीपक मनाङ्गीको स्टेटमेन्टहरूले सबै प्रस्ट्याइसक्यो कि हामी त आफ्नो मान्छेलाई लिन मात्र गएको थियौँ सुरक्षित तरिकाले घरसम्म पुर्याउन मात्र गएको थियौँ र उहाँ 2 दिनपछि आफै भोलिन्टियरली फर्कि पनि हाल्नुभयो